मेरो मिश्रीको स्वाद त बिर्सेको छैन होला नि। अब त तपाईँ कहीँ जानुहुन्छ नि? जान्न, अब म यहीँ रहन्छु। जिन्दगीमा कहिलेकाहीँ यस्तो समय पनि आउँदो रहेछ जहाँ एउटा निर्णय लिनुपर्ने हुन्छ, पाना पटाउने कि किताबले बन्द गर्ने। अब हामीले पाना पटाउनुपर्छ, एकले अर्कोलाई काँच दिनुपर्छ। आइपुगिस् धर्मे। जिउँदै रहेछस् त। यमराजले तेरो भिजा क्यान्सल गर्यो कि क्या? तेरो च्यानमा कसलाई गाडिस्? मेरो निराशाहरूले गाड दिए। म त मरिस् भनेर कहाँ थाप्न आएको। खुब ठुलो काम गरिस्। अब ती कुरा नभएको च्यानसम्म जानु पनि काँध थाप्नुपर्छ र त्यो पनि आफैले खनाइदिए। त्यहाँसम्म जान पनि कसैले बोकेर त लग्नै पर्थ्यो नि, कि आफै घिस्री जान्छिस्? साँच्चै भन् त, शिल टिम्बुर खाइसकेको त कङ्ग्रेर यस्तो कसरी भइस्? मेरो ओखती आयो नि त फर्केर। मेरो ओखती ढोग गरे काका। ढोग मात्रै गरिनस्, गाउँ फर्केर ठिक पनि गरिस्। भाग्यमानी भएस्। बा बिरामी भएको भन्ने सुनि म त नफर्किने गरेँ है काका। एकछिन बस्दै गर्नुहोस्, म काकालाई मिठो चिया बनाएर खुवाउँछु है। तेरी केटीले चिन्ता गरेर फोन गर्दै थिइन्, त भागेर आएछ नि त।